कसम हामी चाहिँ दाइलाई पुऱ्याउनु आएको एयरपोर्टमा है गाइस सो हामी चाहिँ हाम्रो पोखराको दाइ सुपरभाइजर दाइलाई पुऱ्याउनु आएको छ हामी चाहिँ टक्क अनि दाइ चाहिँ यहाँ हुनुहुन्छ हाम्रो एयरपोर्ट तमाम बाई बाई गाइस हामी पनि नेपाल हिँडेको ल यही तमाम एयरपोर्ट चाहिँ दाइ यहाँ हेर के हो गर्दैन भिडियो बनाउँदा ल गाइस टक्कसँग हामी चाहिँ मान्छेहरू पनि थुप्रो हुनुहुन्छ होइन टक्कसँग हामी चाहिँ एकदम एयरपोर्टमा छौँ के गर्छ त भिडियो बनाउँदै यहाँ तमाम एयरपोर्ट फेरि दाइ अनि फेरि ऊ अब होतिर नपोक्ला नि फेरि भयो नि के भन्दैन नि सो हामी चाहिँ एयरपोर्टमा छौँ अहिले अनि एयरपोर्टमा चाहिँ मजा पनि आइरहेको छ सो दाइहरू चाहिँ माथि गइसक्नु भयो होला हामी चाहिँ गाडी पार्किङ गरेर आएको छौँ राम्रो पनि आएको छैन थोरै थोरै डर पनि लाग्दैछ होइन त्यही हो अब यहाँ जानुपर्ने हो हामी चाहिँ चक्कसँग माथि जानुपर्ने हो त है ल सो हामी चाहिँ यहाँबाट जाँदैछौँ है ट्याक्कसँगले ल सो हामी चाहिँ लाग्यो सो यही हो हामी चाहिँ टक्कसँग नेपाली लिएर भन्नु सो दाइहरू चाहिँ कहाँ हुनुहुन्छ थाहा छैन हामी चाहिँ अहिले यहाँ छौँ मान्छेहरू कति धेरै हो हामी त अँधेरो ठाउँमा आइपुग्यो यार के गर्नु हो यहाँ सधैँ यहाँ भिडियो गर्नु पाउँछ नि हामी चाहिँ अँधेरोमा छौँ यो कता हो कता मलाई थाहा छैन यार ल फेरि साउदीले देख्यो भने साउदीहरूले हेर्दैछन् होइन होइन मान्छेहरू थुप्रो छ पाउँछ नि त हामी पनि लाइनमा गएर बस्छौँ क्या उता मान्छेहरू लाइनको लाइनमा छ त आम्बो भयो सो त्यो ग्यास नबनाउने भयो हाम्रो दाइहरू चाहिँ पर हुनुहुन्छ होला यहाँबाट चाहिँ यो यस्तो गर्दो रहेछ क्या सबै सिल प्याक गर्दो रहेछ क्या झोलाहरू पुरा झोला पेड्दै होलान् खै खै हेर त तल यहाँ आउँछ भने पर्खिराखेको होला तलतिरै पर्खिराखेको होला दाइहरूलाई त भेट्यौँ तर भिडियो बनाउनु पाएन थोरै घुम्यौँ रमाइलो गऱ्यौँ होइन फोटोसोटो खिच्यौँ ल फोटोहरू चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला ल फोटो चाहिँ हेर्नुहोस् है त सबैजना